आज चाहिँ म तपाईहरुलाई अचम्मको कुरा देखाउन गइरहेको छु। त्यो चाहिँ के भन्दाखेरि यो चाहिँ मेरो मोन्स्टेरा हो। अनि अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि योहरु जुन मेरो मोन्स्टेरा छ, यो एउटा भयो, दुईटा भयो, यहाँ तीनटा छ अनि यो चारटा। यसलाई चाहिँ उइसले खाइदेछ, किराले के भन्छ, कुकुर किराले खाइदेछ, नत्र भने यत्रै हुन्थ्यो, खाइदेछ। अनि यो दुईटा चाहिँ मदर भइगयो। अनि योहरुबाट पनि मैले कटिङ गरेर सारेको छु, अरु थुप्रो बनाएको छ। एउटाबाट कटिङ गरेर मैले यो 1 2 3 4 चारटा बनाएको। अनि चारटामा यो दुईटा अब मैले मदर राखेको, यो र यो। अनि यिनीहरुको पनि कटिङ गरे हो। भनेपछि एउटाबाट चाहिँ कति बनाए सोच्नुस् होला। अनि त्यो फर्स्टको एउटा र यसको चाहिँ एज बराबर हो। अन्त अब एउटाबाट मैले यत्रो बिना बनाए, अझै मसिनो कटिङहरु कति छ हैन। अन्त यो चाहिँ अब जत्रोको त्यत्रै छ। एउटा पत्ता आयो हो, त्यहाँदेखि पत्ता अब सुकेर गइहाल्छ, फेरि अर्को पत्ता आउँछ, फेरि जान्छ। पत्ता चाहिँ यस्तो मजाले आउँछ, हेर्नुस् न, यस्तो दामी आउँछ पत्ता चाहिँ, तर सुकेर गइहाल्छ। त्यो चाहिँ के भएको भन्दाखेरि यसमा चाहिँ अब क्लोरोफिल छैन नि त, एउटा पनि क्लोरोफिल छैन। अब हेर्नुस् न, सबै व्हाइट छ। यिनीहरु सबैमा अलिअलि भए पनि क्लोरोफिल छ, अलिअलि के निकै नै छ नि। अनि क्लोरोफिल नहुँदाखेरि पनि यस्तो सारो ड्यामेज हुन्छ प्लान्टहरुलाई। हेर्नुस् त, यहाँनिर आँखा कति छ, अब कति चाहिँ आइसक्यो होला, कति चाहिँ मरिसक्यो होला पत्ताहरु हैन। अनि अझैसम्म जत्रोको त्यत्रै छ। यो कति वर्ष भइसक्यो, 3 वर्ष 4 वर्षहरु कति भइसक्यो, तर पनि जत्रोको त्यत्रै छ। हेर्नुस् न, यो के हो यो। अब यसलाई के गर्नु म चाहिँ बुझ्नु सकेको छुइनँ। कसैकोमा केही टिप्स आइडियाहरु छ भने शेयर गर्नुहोस् होला। म चाहिँ यसलाई देखेर चाहिँ हत्तु हैरानै भइसके।